के छ भाइ खबर? एकदम के छ भाइ यार, के भन्नु एउटा जोक्स जाओस् न। थुक खाएर पहिला सुतिरहेको छु म है। कौन है ये लोग? अरे यार थुक खानुपर्छ जोक भनेर। ल सुन्नु त। एक दिन सपना देखेको छु क्या, सपनामा सारा दुनियाँको मान्छे मर्छ अरे क्या। त्यो सपना मात्रै म बाँचेको मान्छेले है। अनि म पनि अब भगवान् मलाई पनि मौत दिनुहोस्, म पनि मर्न चाहन्छु भन्छु भगवान् होइन। छक्क भगवान् मेरो छेउमा आयो। मूर्ख, तँलाई बाँच्नुपर्छ संसारमा भनेछ भगवान्ले होइन। नाइ भगवान् म बाँच्दिनँ, सबै मर्छेको म पनि मर्न चाहन्छु। नाइ तँलाई बाँच्नुपर्छ र दुनियाँमा पपुलेसन बढाउनुपर्छ भन्ने भगवान्ले। ए भगवान्, म केटा मान्छेले कसरी अब हुने पनि न बच्चा जन्मलाई यामै भने होइन। ओके, त्यहाँ नानीहरूको खोप्रा उठा, तर त्यहाँबाट अस्ति केही एउटा प्रसाद दिन्छु त्यसलाई खा, तेरो केटी आउँछ भनेको कि भगवान् होइन। प्रसादमा चाहिँ के पेटीकोट दिने हो र? नै यही बात तिमीले कुरा जोड गरिदिन्छ कि बोल्नै दिँदैन क्या तिमीहरूले यार। पूर्ण बन्द गरे।